नुपला युवा खलय गोशाले प्रोजेक्ट अवसरिया उलेज्या जुगुदु युवा खलय नाय आशिष वज्राचार्य नाय सुइचुको ज्याचोले यल महानगरपालिकाय उपप्रमुख मञ्जली साक्य वज्राचार्य वडालिया 16 या वडा अध्यक्ष निर्मल रत्न साक्य क्रिस्चियन नेपाली अध्यक्ष आनन्द मिश्र वातावरण कमिटी या संयोजक शुभानन्द थाखा प्रोजेक्ट अवसरिया कजी बौद्धिक वज्राचार्य लगायत युवा लक्षित प्रोजेक्ट अवसरिया बारे थथगु धारणा दिएको खा यहाँको प्रोजेक्ट अवसरको ओपनिङ सेरेमनीको पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। एकदम राम्रो वातावरण दिवसको अवसर पारेर यहाँले प्लास्टिक फ्री अब विश्व नै बनाउनु पर्छ हामीले, तर चाहिँ अब एरिया वाइज गरौँ। ललितपुर महानगरपालिकाको पनि यो प्लास्टिक फ्री जोन नै बनाउने लक्ष्यका साथ हामी अगाडि गइरहेका छौँ। पोलिसीमा पनि छ, तर चाहिँ अब एउटा ह्याबिटको कुरा हुँदो रहेछ। हामी सबैलाई थाहा छ वातावरण जोगाउनुपर्छ पनि हामी सबैलाई थाहा छ, सरसफाइ गर्नुपर्छ पनि हामी सबैलाई थाहा छ, ग्रिनरी मेन्टेन गर्नुपर्छ पनि हामी सबैलाई थाहा छ। अहिले ग्लोबल वार्मिङको च्यालेन्जेस पनि हामी सबैलाई पढ्न पनि आउँछ, बुझेका पनि छौँ। समस्या के भने हाम्रो बानी चाहिँ खराब छ, हामी के पनि गर्दैनौँ। आज हामी सबैको समस्यामा रहेको तर नभई नहुने पनि भएको प्लास्टिक जन्य सामानहरूको प्रयोग रहेको छ। एकातिर हामीलाई किनमेल तथा सामान राख्नको लागि प्लास्टिक झोलाको उपयोगिता धेरै रहेको छ, तर यही प्लास्टिक नकुहिने र फोड हुने प्रमुख कारणको रूपमा पनि रहेको छ। न त यसलाई जलाउन सकिन्छ, न त यो कुहिने नै भएकोले यसको विकल्पको रूपमा अन्य वातावरणलाई प्रदूषित नगर्ने सामग्रीको आवश्यकता र विकल्प खोजिरहेका छौँ। आज युरोपियन युनियनसँग आज जुन वातावरण दिवसको अवसरमा नुपलाले जुन जमर्को गरेको छ, ललितपुर महानगरपालिकालाई एउटा प्लास्टिक मुक्त सहर बनाउनको लागि एउटा आयाम एउटा अभियान जुन थालनी गरेको छ, त्यसको लागि सपोर्टिङ भूमिकामा युरोपियन युनियन जस्तो हुनु पनि एउटा सहभागी नै जस्तो लाग्छ। र साथसाथै उहाँहरूको योग्यतालाई हेरेर पनि यो कुराहरू उहाँहरूले छान्नु भएको जस्तो पनि लाग्छ। यसले चाहिँ साँच्चै राम्रो युवाहरूलाई चाहिँ अगाडि ल्याउँदो रहेछ भन्ने देखिन्छ। आजको यो कार्यक्रममै त्यसको एउटा प्रत्यक्ष प्रमाण हो। सो क्रिएसनबाट चाहिँ म धेरै त भन्दिनँ आज, तर यो वातावरण दिवसको अवसरमा चाहिँ हामीले के एउटा अठोट लिनुपर्छ भने नुपाला जस्तो युथ ग्रुपहरूलाई प्रोत्साहन गरौँ। उहाँहरूलाई चाहिँ पालिका स्तरबाट पनि तपाईँ हामी सबैले इन्करेज गर्नुपर्छ, किनभने अबको जुन विश्वमा र नेपालभित्र पनि जुन विकराल समस्याहरू हामी देखिरहेछौँ, जस्तै हाम्रो आशिषजी त एकदमै टफ लिडरै हुनुभयो। उहाँले त एकदम चलाइराख्नु भएको छ, अनि एकजना फोटोग्राफरमा व्यस्त भइराख्नु भएको छ। उहाँहरूले कसरी एकदम आफूलाई डेभलप गरिराख्नु भएको छ। त्यो सँगसँगै यहाँ मैले धेरै बसिरहेका अनुहार पनि धेरै हेरिरहेको छु। तपाईँहरूले पनि कसरी यो नुपलामा बसेर चाहिँ आफूलाई कसरी डेभलप गर्ने, आफूलाई कस्तो आफ्नो व्यक्तित्व विकास गर्नेदेखि लिएर सबै चिजमा तपाईँहरूले हेरिराख्नु भएको छ। त्यो चाहिँ एकदम छडोङले देखिन्छ। यहाँ आगन्तुकहरू हुनुहुन्छ, अतिथिहरू हुनुहुन्छ, उहाँहरूले पनि प्रेज गर्नुभयो। तर मैले तपाईँलाई म पनि सरप्राइज छु। यसले हाम्रो प्रोजेक्टको टार्गेट हामीले डाइरेक्टली 600 पिपुल्सलाई चाहिँ हामी यसलाई रिच गर्न सक्छौँ यो प्रोजेक्टद्वारा। र हामी चाहिँ केरिङ मेकिङ ट्रेनिङमा हामीले घरमा युज हुने डुड प्याकेटलाई चाहिँ कसरी रियुज गर्ने र त्यसबाट किरिङ्सहरू कसरी बनाउने, साथै प्लास्टिक म्याट्सहरू चाहिँ हामीले त्यसबाट कसरी डेभलप गर्ने तर्फ चाहिँ हामी ट्रेनिङ दिनेछौँ। र त्यसै अन्तर्गत हामी यो ट्रेनिङ 200 जनालाई दिनेछौँ भन्दा 200 जनाबाट हामीले चाहिँ 50 जना ट्रेनर पनि हामीले चाहिँ त्यहाँबाट प्रडक्ट निकाल्नेछौँ। प्रोजेक्ट अवसरिया चोले भदौ 8 गते तक दुने स्क्रिप्ट छेगु भिडियो देखेको अनलाइन कला लगायत धेरै बल्ला स्कुल जनचेतना ज्याजो की रिङ म्याट देखेको तालिम साइकल र्याली लगायत ज्याजो जुइतेको दु